अहिले चाहिँ अब यो पुस महिना चलिरहेछ, यतिखेर चाहिँ बिरुवाहरू गोडमेल गर्ने, बिरुवाको फार्मको स्याहार गर्ने बेला हो। हामी चाहिँ अहिले गोडमेलमा व्यस्त छौँ। यसरी सबै खाल्डोबाट, रिङबाट माटो निकालेर अनि यसमा चाहिँ हामीले स्टोर गरेर राखेको यो कुवाएको गोबरको मल, यो गाउँबाट कलेक्सन गरेको विषादीरहित, रसायनरहित गर्ने भएको हुनाले यसरी ट्याङ्की नै बनाएर हामी गर्छौँ। र अब यो सबै माटो फाल्दा मल हाल्दा माथिबाट छोपी पनि दिन्छौँ र यसमाथि चाहिँ फेरि अब परालले अथवा चाहिँ नै निकालेका मरेका सुकेका घाँसहरूले हामीलाई मल्चिङ गर्छौँ। माथिबाट छोपिदिन्छौँ रिङको माथिपट्टिबाट। यसले चाहिँ माटोको ह्युमसलाई मेन्टेन गर्ने काम गर्छ, चिस्यान कायम राख्छ र बिरुवाको ग्रोथमा, यसको न्युट्रिसनको पनि सुरक्षामा पनि त्यसले राम्रो गर्ने हुँदाखेरि सफा गरिसकेपछि माथिबाट मल हालिसकेपछि छोप्न जरुरी छ। र यसरी फार्ममा चाहिँ नि ड्रागन फल गर्दा अन्य खेतीहरू पनि गर्न सकिन्छ। जस्तो बिचमा हामीले केरा लगाएका छौँ। यो केरा यसरी फलेको देख्न सकिन्छ र यहाँहरूले पनि यसरी ड्रागन फलसँग अन्य कुरा पनि गर्न सकिन्छ।